हाई भन्नलाई पनि हात यसो गर्नु भने Hi everyone, welcome back to our channel. So happy Holi! Yeah, today is Holi, so that's why you can see everyone is wearing seto except my dad. No, he's also wearing white inside. Oh, he's also wearing white now. At the end, maybe you guys will see expectation and reality. Reality will go at the end. Expectation is now, I think. Yeah. Okay, bhanya. They mean to say, अहिले चाहिँ you are seeing us एकदम neat and clean. Maybe afterwards हामी चाहिँ रङ्गी चङ्गी देख्छ होला भन्न खोजेको. Guys, I saw some holy people out. Guys, I saw. You guys know Squid Game, right? I saw Thanos, Nepali Thanos. How? Because one boy had so much purple color in his hair, and I thought he was Thanos. Okay, now. So आज चाहिँ हामीहरू हरिसिद्धितिर जाँदैछौँ. हरिसिद्धिमा होलीको पर्व हुन्छ हैन, रमाइलो हुन्छ रे. फर्स्ट टाइम आइम गोइङ देयर. खास आजको प्लान चाहिँ हामीहरूको धेरै थोक थियो. मम्मी बुवालाई नि भेट्न जाने थियो, तर मम्मी बुवा चाहिँ एकदम बिरामी होसिन्छ. फेरि हामी गएपछि चाहिँ मम्मी बुवा के गरौँ गर्छिन्छ, आत्तिसिन्छ. त्यो भएको भएर बरु आज नजाने, रेस्ट गर्छु भनेर भनेको छु हैन. अनि यो रक्सी खाएर चलाएको के हो यो बाइक हैन, प्लिज चेक गर्नु होला पुलिस अङ्कलहरू, दायाँ बायाँ नदेखिकन हैन. पछाडि रक्सी खा जस्तो छ हैन. बाटो एकदमै कसरी चलाइरहेको छ, मलाई एकदम रिस उठ्छ. यु हेभ टु सेलिब्रेट फेस्टिभल्स, तर एकदम सोबर तरिकाले चाहिँ यसलाई मनाउनु पर्छ. अनि होली फेस्टिभल भनेको चाहिँ के भन्छ, सबै के दहन रे, होलिका दहन गर्ने दिन. अनि त्यसपछि शत्रुतालाई पनि यसले, शत्रुता होस् अथवा जेसुकै होस् हैन, आजको दिनबाट चाहिँ हामीहरूले मित्रतालाई चाहिँ फेरि जागरुक गराउने दिन हो भनेर भनिएको छ. मलाई थाहा छैन है, हामी मनाउँछ मात्रै, तर इट्स लाइक द्याट है. सो एभ्री पर्सन चाहिँ सबजना झ्याप यस्तो झ्याप भएको छन् कि होइन, बाटोमा पटुलाएर हिँड्छन्. अब यहाँ हामी पहिला जाउँ. फर्स्टमा वाटरको हाम्रो पुरानो भइसक्यो थियो. पुरानो होइन, मैले त फाल्दी पनि सक्यो होला. मेरो कपाल त गइसक्यो. अनि हामी के खेल्यो त? पखाने माथि पनि छ नि होइन, एउटा माथि पनि छ त्यहाँ नि वाटर बल्ब है. Hemu, do you want to say anything? Yes. यतिकै भन. Please like and subscribe and share. हेमु को पालो है. So I want to say to all of you happy Holi. And I hope you all celebrate with the happiness. Yeah, and make sure to like and subscribe. We haven't even hit 1 million, please. We're not even close, please. 1 million होइन, 1K पनि पुगेको छैन. Not even 1. So we are gonna see you all in the shop, and after that at the what? Harisiddhi. I think उतातिरको त्यो भने होला है. ल ठिकै छ, हामीहरू अब जाँदैछौँ है. सो म बाटोमा हेर्ने कि कहाँ हेर्ने? भोलि पर्सि तिमीहरू पनि त्यस्तै गर्ने होइन नि फेरि. अहिले छ्याक गर्ने भएर अहिले छ्याछ, भोलि पर्सि आहा भन्नु. अनि त्यसपछि पापाले पनि त्यस्तै लगाऊ होइन, अनि स्कुल छोड्न जाऊ है. यिनीहरू हाफ प्यान्ट लगाएर, म पनि हाफ प्यान्ट लगाएर स्कुल कलेज छोड्न जान्छु. त्यस्तै क्या, छोटो क्या. That will be really big. I know. साथीहरूले के भन्दा, तेरो बाउ त अझै हिरो हो त्यो भन्दा नि. So some shopping. My God. मलाई नगर ल, मलाई नगर. I don't like के. ल मलाई चाहिँ मन पर्दैन. मलाई नै प्लिज छोरी. म
गाडीमा बस्नु हामी चाहिँ गाडीमा बस्यो तिमीहरू खेल हामी त भित्र बसेँ नाइ मलाई नाइ नाइ प्लिज छोरी माथेको हात हेर्दियो बाटी चाहिँ यो मुख हेर्दा मात्रै बाटी त्यो चाहिँ एकदम बाटी छ ए भित्र पानी कहाँबाट आयो अघि छाडा ए कहाँ यिनीहरू पानी सकिँदैन त्यति भित्र मन पर्ने गरी खान्छ नभए गाडीमा भित्र नगरे म रुवाइदिन्छु म रुवाइदिन्छु खैहरू ह्याप्पी होली भएछ नि त म त फेरि दाजुभाइ सब रुवाएको भने म त सबै भयो यिनीहरू पनि साथी यो के माछा सबैको फुगेर ल खेल म भिडियो खिचिदिन्छु अब कलर मात्रै खेल है अब कलर पानी नखेले हावा लगिरहेछ क्या
So it's happy Holi to everyone. त्यही मजा आज फर्स्ट कलर अफ द डे मलाई त्यति मन पनि पर्दैन तर इट्स फन बच्चाहरूको लागि यति गालामा चाहिँ यो पालि लगाइयो हामी चाहिँ त हरिसिद्धीमा हाम्रो एकजना दाइकोतिर आएको थियौँ अनि उहाँको फिल्डतिर घुम्न आएको एन्ड इट्स सो गुड बाटो चाहिँ त्यति राम्रो रहेन रहेछ तर रमाइलो यो सबै उहाँको रहेछ अब यहाँको पुरानो बासिन्दा नेवार बासिन्दा हामीलाई चाहिँ एकदम रमाइलो लाग्यो आज चाहिँ यस कहिले पनि नगरेको कुराहरू चाहिँ मेरो बच्चाहरूले गर्दैछ दे आर इन्जोइङ दे आर लभिङ दिस वेदर यहाँ त कस्तो गर्मी पनि छैन रहेछ अहिले त जाडो पनि छैन कि अहिले वेदर चाहिँ अनि त्यही भएर रमाइलो अब हिजो पानी परिदिएर पनि होला सायद हिजो पानी नपरेको भए चाहिँ यत्तिको आज वेदर खेल्ने लायक चाहिँ हुँदैन थियो न त ऊ धुम्म भएर जाडो भएर केही गर्न नसक्ने हुन्थ्यो सो यहाँ रमाइलो भयो यहाँ आज चाहिँ अब यहाँबाट हामीहरू घुम्दै घर जान्छौँ अनि त्यसपछि घरमा गएर हामीहरू आजको होली चाहिँ कन्क्लुड गर्छौँ त्यति राम्रो भिडियो त बनाउन सकेको छैन मैले आज तर जति बनाइरहेको छु इट्स गुड यहाँ खास हामी सानो त्यो जात्रा पनि जस्तो नि रहेछ कि यो फेस्टिभल रहेछ त्यो फेस्टिभल पनि हेर्न आयौँ अनि रमाइलो पनि भयो अब यहाँ दाइले खाजा नखुवाइकन पठाउनुहुन्न त्यही भएर अब हामी चाहिँ यहाँ घुमफिर गर्न टाइम पास गर्न चाहिँ यहाँसम्म आएको छौँ सो या बच्चाहरू चाहिँ ऊ त्यहाँ इनार देखेका छन् आज फर्स्ट टाइम इनारको पानीमा बेलुन भरेर खेल्न लाग्छन् कुकुर पनि देख्दैनन् कहिले कुकुर देखेर खुसी हुन्छन् रमाइलो छ खै हेमो व्हाट आर यु डुइङ I am about to bang the ball. ल